त्यो खोला छेउमा बसेको चाहिँ उहाँहरूको लागि हो क्या त्यो बाढी आउँदाखेरि त्यो उहाँहरू बसेको बस्तीभन्दा माथिसम्म आउँछ क्या अनि हरेकचोटि बर्खा लाग्दा असारमा चाहिँ उहाँहरूलाई निकालेर अर्को ठाउँ लानुपर्छ नि त काठमाडौँमा गर्न खोजेको चाहिँ उहाँहरू जोखिममा बस्नु भएकोलाई सेफ ठाउँमा राख्नु पर्यो भनेको तर त्यसको गलत नेगेटिभ चाहिँ डोजर जस्तो देखियो खास चाहिँ मान्छेको ज्यान जोगाउनलाई हो खोला छेउबाट हटाउन खोजेको खोला छेउभन्दा बाहेक बिचको त भूमि आयोगबाट लगत सङ्कलन गरेर नेपाल सरकारले दिने हो कि जग्गा नेपाल सरकारले दिनुपर्छ त्यो स्थानीय सरकारको सिफारिसमा नेपाल सरकारले दिने हो कि जस्तो यहाँको त रियल हो नि त यहाँको त 40-50 वर्ष अगाडिदेखिको त रियल भयो 48 सालदेखि 23वटा आयोग बन्यो तर तपाईँहरू अझै पनि अहिलेसम्म लगत सङ्कलन भएको यो खास चाहिँ 1 वर्षदेखि 2 वर्षमा हुनुपर्ने काम हो अस्ति मैले त्यहाँ भनेको थिएँ त यो चाहिँ भूमि आयोगमा चाहिँ प्राय पार्टीको मान्छे टिका लाएर जाने अनि त्यही आफ्नै पार्टीसँग नजिक भएकोले चाहिँ लाल पूर्जा भए पनि अर्को लाल पूर्जा पाउने भयो अनि जिन्दगीमा लाल पूर्जा नभएकोले कहिले पनि नपाउने भयो क्या त्यो सिस्टम चाहिँ सुधार्नु पर्यो भन्ने कुरा हो क्या